हामी चाहिँ अहिले हाल दुबईमा अहिले निर्वाचन भइसक्दाको हाम्रो खुसियाली केपी ओलीलाई हराएको उपलक्ष्यमा सबैजना हामी चाहिँ आज यहाँ एकदम ह्याप्पी भएर त्यसो प्लस फेरि आज हाम्रो ह्याप्पी सन्डे पनि छ है छुट्टीको दिन पनि परेको त्यसैले आज हाम्रो ह्याप्पी सन्डे बुढापाकाहरू भएकोलाई चाहिँ हराएकोमा हामी खुसी छौँ। बुढोहरू गएकोमा चाहिँ हामीले यो दिएको है अब भनौँ युवाले अब हाम्रो देश चलाउँदैछ त्यसो खुसीले अत्यन्तै नयाँ युवा जनशक्तिहरूले चाहिँ के गरे जस्तो लाग्छ त तपाईँहरूलाई? यसो भनौँ अबको अब होइन बुढोले पहिला जति बुढोहरूले जति गरेको छ त्योभन्दा अझ राम्रो गर त्यही हो जति गर्यो त्योभन्दा नि अझै राम्रो बढी अगाडि मलाई एकमा आउनु मलाई चाहिँ कानुनदार हुनुपर्छ लाग्छ। कानुन मेन कुरो फर्स्टमा कानुनलाई प्रायोरिटी दिनु पर्यो। त्यो भएपछि ठुलो सानोलाई सबै बराबर भएपछि सबै आफै लाइनमा आउँछ जस्तो लाग्छ मेरो हिसाबमा चाहिँ। अब हाम्रो साथीहरू यहाँ एकदम आलोचना एकदम कुरा भइरहेछ, आफ्नो विचार प्रस्तुत भइरहेछ। अब हामी चाहिँ यहाँ अहिले डिआइपी 1 म यो कोरोनाको यसो औषधि खाँदैछु हल्का दबाई पानी दबाई पानी